हेलो साथीहरु, गुड मर्निङ अनि शुभ बिहानी सबैलाई। र आज चाहिँ हामी करिब 2 देखि 3 किलोमिटर माथि लामा गाउँ भन्ने गाउँमा आएका छौं र एकदमै राम्रो भ्यू हेर्न पाइएको छ। यहाँ चाहिँ म हजुरलाई देखाउँछु है त। स्पेशल भ्यू, हिमालको आनन्दको भ्यू एन्ड नेचुरल ब्युटी है। एकदम म जुम गरेर देखाइदिन्छु हजुरलाई। हिमालको चुचुरो। यो कुन हिमाल रे मामा? धौलागिरी, माछापुच्छ्रे अनि अन्नपूर्ण नीलगिरी। बस यस्तो स्पेशल एकदम नेचुरल ब्युटी हैन, आनन्दको छ। माछापुच्छ्रे चाहिँ हो, अरु चाहिँ नीलगिरी कन्फर्म है। फेरि कन्फ्युज फेरि नीलगिरी कन्फ्युज केही छैन, भ्यू हेर्न पाए भयो के। नाम त पछि थाहा भइहाल्छ। र यता हाम्रो मामा है, काशीराम मामा। मामा हाई गर्दिन। हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज चाहिँ भान्जाले गर्दा बिहान आएर हात उठाएर जाउ लाग्छ भनेको भ्यूले चाहिँ ठिक छ, एकदम ठिक छ हैन। हिमालको भ्यूले चाहिँ मन शान्त बनायो। बिहानै फ्रेस हुनु पर्यो नि यार। यता चाहिँ सनराइज हुँदैछ, माथि हेलिकप्टर उडिरहेछ, साउन्ड आइरहेछ होला हैन। यो चाहिँ पोखरा भ्याली। पोखरा भ्याली हो, तर एकदम कुहिरोले ढाकेको छ। तर केही छैन, नेक्स्ट टाइम आई विल सो यु। एन्ड हियर एकदम दामी छ यताको भ्यू चाहिँ। यता टावर पनि छ, मजाले माथि हेलिकप्टर उडिरहेछ है। यहाँ हेर्नु। यही नै थियो आजको सानो ब्लग। र मिलौला अर्को फेरि ब्लगमा। विक्रमलाई फलो गरेर राख्नु होला है त।